हेर्नु न हाम्रो घरमा कति सर्प आउँछ यो जालमा कति सर्प अड्किरहेको अस्ति नै पनि अड्कियो निकालेर फाल्दिएको अहिले पनि त्यसरी नै हल्झेको छ र त डर लाग्छ हजुर नम्बर फोन गरेको नगर पर्ला अहिले आउँछ भने दुईटा खान के अझ एउटा भयो त हुन्थ्यो नि दुईवटा खान एउटा यहाँ छ अनि एउटा वहाँ दुईटा सर्प हेर्नुहोस् गाइज दुईवटा खान यो जालमा अस्ति नै पनि थियो है अस्ति चाहिँ निकालेर फालिदिएको फेरि त्यसको 2 दिनपछि पनि फेरि फालिदिएको त्यसलाई मारेको थियो अब अहिले फेरि दुईटा छन् सर्प पनि कति आउँछ कि गाइज दुईवटा सर्प कम छ नि दुईवटा सर्प आँगे सिरिङ भयो गाइज हेर्नुहोस् गाइज सर्प यो घरमा पनि कति सर्प आउँछ कि भाइ एउटा टाउको यहाँनिर एउटा गरिरहेको छ एउटा टाउको एउटा गरिरहेको यहाँनिर गाइज हेर्नुहोस् अर्को टाउको छ कस्तरी जिब्रो ल्यापलुप गरेर छ ए तिमीहरूलाई यहीँ आएर अल्झिनु पर्छ मर्ने कालले घेरेर आउँछौ तिमीहरू यहाँ आँगे सिरिङ बनाइदिन्छ आफू पनि डर मान्छ हामीलाई पनि डराइदिन्छ अरू पनि अल्झिन्छन् कि टाउको कस्तो बनायो हेर्न टाउको गाइज माइजू